हेलो गाइज वेलकम टु माई मिनी भ्लग एगेन अनि आज चाहिँ म यहाँ चोर जस्तो देखे पनि मलाई इग्नोर गरिदिनु होला अनि आज चाहिँ म यहाँ चितवनमा छु म लगायत मेरो पुरा फ्यामिली अनि चितवनमा चाहिँ हाम्रो मातालाई भेट्ने काम थियो त्यही भएर हामी आज यहाँ आइपुग्यौँ अनि माताको घर कता हो भनेर थाहा नभएर चाहिँ हामी यहाँ एकछिन अलपत्र परेर बाटोमै बस्यौँ र नजारा हेऱ्यौँ त्यसपछि हामीले मान्छेहरूलाई सोध्दै सोध्दै माताको घर पनि पुग्यौँ माताको घरमा हेर्नुहोस् न कस्तो राम्रो सिन थियो होइन अनि फाइनली गाइज मातालाई भेटिसकेर साँझ परेको थियो नि त अनि बस त बस्नै पर्यो अनि त्यसको लागि हामीले होमस्टे खोज्यौँ भेटेन मन फेरि एउटा चिनेको बहिनी थियो ऊ आएर हामीलाई होमस्टेतर्फ लग्यो अनि सुरुको होमस्टे प्याक थियो अनि फेरि हामीलाई अर्को होमस्टेमा लग्यो हेर्नुहोस् न स्कुटरमा हामीलाई 4 जना गएको थियौँ होइन बादर जस्तो झुन्डेर अनि फाइनली गाइज हामी होमस्टेमा पुगेपछि चाहिँ अनि यहाँ रात पनि परिसकेको थियो अनि त्यही भएर खानासाना खाएर सुत्यौँ अनि यो भोलि बिहानको नजारा हेर्न सक्नुहुन्छ सबै भेडा बाख्राहरू सुतिरहेको छन् र म चाहिँ यहाँ उठेर भिडियो बनाउँदैछु अनि गाइस सेकेन्ड दिन चाहिँ हाम्रो सिजी टेम्पल जाने प्लान थियो अनि त्यही भएर चाहिँ हामी सिजी टेम्पल जाँदा जाँदै मातालाई नि भेटेर जाउँ न त है बिदाई मागेर भनेर चाहिँ माताको घरतर्फ लाग्नको लागि अटो पर्खिदिँदै अनि फाइनली अटो पनि आयो होइन अनि गाइजहरू हेर्नुहोस् चितवनको मर्निङ भ्यू पनि कति राम्रो थियो होइन शान्त वातावरण त्यसपछि गाइज फाइनली हामी चाहिँ माताको घर पनि गयौँ होइन रेडी भएर अनि यहाँ चाहिँ हेर्नुहोस् न मेरो लुगाको हालत चाहिँ के छ र मलाई यहाँ कति जिस्काउँदैछन् के भनेर गाइज फाइनली हामीले चाहिँ माताको घर पनि पुग्यौँ अनि मातालाई पनि भेट्यौँ अब मातालाई भेटिसकेर बिदाई पनि मागिसक्यौँ होइन गाइज अनि त्यसपछि हामी सिजी टेम्पलतर्फ लाग्यौँ अनि सिजी टेम्पल गएको भ्लग चाहिँ नेक्स्ट पार्टमा आउँछ है त गाइज थ्याङ्क्स फर वाचिङ बाई बाई